नमस्कार, जय नेपाल। आज म यहाँहरूलाई लोकसेवा परीक्षा अन्तर्गत नेपाल प्रहरीको प्रहरी जवान पदको आइक्यू परीक्षा अन्तर्गत डिरेक्सन, दिशा र दूरीसँग सम्बन्धित विषयमा केही समय छलफल गर्नेछु। यहाँहरूलाई विशेष गरी यो दूरीबाट दुईटा प्रश्न आउन सक्ने देखिन्छ र तपाईको एक्जामको नमुना प्याटर्नलाई, नमुना प्रश्नपत्रको प्याटर्नलाई हेर्दाखेरि एकदम सजिलो तर अलिकति आइक्यू भनेपछि अलिकति दिमागलाई एकछिन शान्तपूर्वक त्यसलाई विचार गरेर त्यसको एन्सरको नजिक पुग्न सक्ने खालको प्रश्नहरू सोधिन्छ। तपाईलाई उत्तर, दक्षिण, पश्चिम, पूर्व कसरी छुटाउने भन्ने एउटा प्रश्न पक्कै पनि छ। यसको लागि हामीले म्याथमेटिक्समा पाइथागोरसको फर्मुला अन्तर्गत पनि केही प्रश्नहरू हल गरेका छौँ हामीले 9, 10, 8 भन्दा माथितिर पढ्दै जाँदाखेरि। र त्यसै गरी यहाँहरूले विशेष गरी यो जवानको परीक्षालाई केन्द्रित रहिरहँदाखेरि हामीले कसरी डिरेक्सन, यो दिशा चाहिँ कसरी छुट्याउने त भन्दाखेरि जहिले पनि तपाईँ उत्तरतिर फर्किनुभयो भने टाउको तपाईको नर्थ हुन्छ, तपाईको खुट्टापट्टिको भाग दक्षिण, बायाँ हातपट्टिको भागलाई पश्चिम र पूर्वपट्टिको भागलाई चाहिँ हैन पूर्व, बायाँपट्टिको हातलाई हामी पूर्व भन्न सक्छौँ। यसमा विशेष गरी हामीले नेपालको नक्सालाई प्लट गरेर यसो हेर्ने हो भने पनि नेपालको नक्साको सुदूरपश्चिम प्रदेश वेस्टमा पर्छ हैन। त्यसै गरी तपाईँ झापातिर जानुभयो भने त्यसलाई पूर्वतिर जान सकिन्छ, उत्तरतिर जानुभयो भने चाहिँ त्यसले तपाईको जस्तो हाम्रो उत्तरी बेल्टमा प्रायः जसो हिमालहरू छन् र दक्षिणी बेल्टमा जानुभयो भने हामीले तराई रिजन, यसरी पनि हामीले हेर्न सक्छौँ र दिशालाई छुट्याउनको लागि सजिलो आकलन गर्न सक्छौँ। तपाईँ उत्तरबाट पूर्व पुग्नको लागि चाहिँ 90 डिग्रीको कोण बनेको हुन्छ। तपाईँ नर्थ र इस्टको तपाईँले त्यहाँनिर हेर्नुभयो भने एङ्गल बनाउनु भयो भने यहाँनिर तपाईँको 90 डिग्री एङ्गल बन्छ। प्रत्येक पूर्वबाट दक्षिणसम्म पनि त्यति, दक्षिणबाट पश्चिम पनि त्यति, पश्चिमबाट उत्तर पनि 90 डिग्रीको एङ्गल बन्ने अवस्था हुन्छ। अब यसरी हेर्दाखेरि तपाईले जान्नुपर्ने चाहिँ के हो त भन्दा कहिलेकाहीँ क्वेसन कस्तो सोधिन सक्छ भने राम भन्ने व्यक्ति अहिले उत्तरमा छ, 90 डिग्री बायाँपट्टि गयो हैन अथवा दाहिनेपट्टि गयो भने ऊ अहिले कुन दिशामा छ भनेर प्रश्न सोध्न सक्छ। तपाईलाई सठिक सोध्ने प्रश्न यही नै हो। यसरी प्रश्न सोध्दा तपाईले अब हेर्नुस् त, नर्थबाट तपाईँ इस्टतर्फ 90 डिग्री जान्छ भने प्रत्येक घडीको सुल्टो दिशा हैन, दाहिनेतर्फ भने सुल्टो हुन्छ। त्यसमा तपाईले सजिलै आकलन गर्न सक्नुहुन्छ ऊ पूर्वमा उभिएको छ भनेर भन्न सक्नुहुन्छ। अब तपाईँ बायाँतर्फ 90 डिग्री भन्यो भने तपाईँ उत्तरबाट बायाँतर्फ आउनुभयो भने अब वेस्टतर्फ जानुभयो भने पनि अब पश्चिममा उभिया भनेर भन्न सक्नुहुन्छ। यस्ता खालका प्रश्नहरू तपाईहरुको बीचमा आउँछ। र तपाईहरुलाई अर्को कुरा बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि तपाईहरुलाई नर्थ, साउथ, वेस्ट र इस्ट मात्रै जानेर पुग्दैन। यहाँनिर तपाईले नर्थ इस्ट भन्ने जान्नुपर्छ हैन, साउथ इस्ट भन्ने जान्नुपर्छ, त्यसै गरी तपाईले साउथ वेस्ट जान्नुपर्छ र नर्थ वेस्ट जान्नुपर्छ। अब यो प्रत्येकको बीचमा चाहिँ तपाईको नर्थदेखि नर्थ इस्टसम्म जाँदाखेरि 45 डिग्रीको एङ्गल बन्छ। अब तपाईलाई क्वेसन सोध्न कसरी सोध्न सक्छ भने रामबहादुर अहिले नर्थ दिशातर्फ उभिरहेको छ, 45 डिग्री ऊ दाहिनेतर्फ गयो भने राम अहिले कुन डिरेक्सनमा उभिएको होला भन्ने प्रश्न तपाईहरुको बीचमा आउन सक्छ। यस्तो भयो भने 45 डिग्री भन्न साथ अब नर्थ इस्ट भनेर जान्नु पर्यो, 90 भन्न साथ इस्टमा जानु पर्यो र कहिलेकाहीँ क्लकवाइज पनि भनिदिन सक्छ हैन। राम भन्ने व्यक्ति अहिले इस्टमा छ, इस्टबाट हैन तपाईको घडीको दिशामा पनि भनिदिन सक्छ, क्लकवाइज पनि भनिदिन सक्छ। क्लकवाइज डिरेक्सनमा 45 डिग्री एङ्गल बनाएर जाँदैछ भने उसको दिशा पत्ता लाउनुहोस् अथवा तलको मध्ये कुन चाहिँ हो भनेर प्रश्न सोध्यो भने तपाईले सजिलै आकलन गर्न सक्नुहुन्छ। दाहिने भनेपछि तपाईँ सर्लक्क दाहिनेतर्फ आउने, त्यहाँ लेफ्ट राइट मैले तपाईहरुलाई यहाँनिर चिन्न सजिलो हुन्छ भनेर दिएको छु र यो तपाईले सजिलैसँग भन्न सक्नुहुन्छ साउथ इस्टमा उभिरहेको छ भनेर भन्न सक्नुहुन्छ। यसरी पनि जान सकिन्छ। क्लकवाइज, एन्टी क्लकवाइज भन्नु, घडीको सुल्टो दिशा भन्नु र क्लकवाइज दिशा भन्नुको अथवा दाहिने भन्नु एउटै हो, सेम कुरा हेर्नुस् है।
घडीको उल्टो दिशा भन्नु, बायाँतर्फ घुम्नु भन्नु, एन्टी क्लकवाइज भन्नु चाहिँ सेम कुरा हुन्। यस्ता कुराहरू हामीले म्याथमेटिक्समा जान्नुपर्छ। हामीले जान्दै पनि आएका हौँ, पढेका पनि हौँ र इक्जामको दृष्टिले यो आइक्यू परीक्षामा तपाईँले यस्ता प्रश्नहरूको सम्भावित उत्तर दिन सक्ने गरी तयारी रहनुपर्छ। यो हो उत्तर, पूर्व, दक्षिण र पश्चिमको दिशा। अब तपाईँलाई यसमै पाइथागोरसको फर्मुलाहरू प्रयोग गर्ने गरी पनि प्रश्नहरू आउन सक्छन्। अब त्यस्तो सन्दर्भमा आयो भने म तपाईँलाई नेक्स्ट सेसनमा छलफल गर्छु। थ्याङ्क यू सो मच।